ल दाइ तपाईँ आज चुनाव छ देशमा यस्तो यस्तो तपाईँको प्राकृतिक हिसाबले पनि हेर्ने भनेपछि सलक्क हेर्दाखेरि हेरिरहँ जस्तो लाग्ने भूमिको भविष्य चुनिँदैछ आजको दिनमा। र तपाईँ भविष्य चुनिने दिनमा तपाईँ जङ्गलको बिचमा भेटिनुभयो मलाई। म पनि यस्तै डुल्दै मलाई वाक्क दिक्क लागेर यहाँ पुगेँ। अनि हाम्रो यहाँ भाइ पनि आउनु भएको रहेछ। अनि के छ भाइ? ठिक छ भाइ। अनि के छ तिमीलाई के लागिरहेको छ यो देशमा? अब आज भविष्य लेखिँदैछ, तिमी पनि अब एउटा निधारमा टिका लगाएको मान्छे, आफ्नो के छ मैले चिनेको छैन तिमीलाई होइन, आफ्नो परिचय खुलाएर के छ तिम्रो विचारमा के लागिरहेको छ भनिदेऊ न। विचार भन्नुपर्दाखेरि त्यस्तै छ, म पनि प्रतीक्षामै छु, को आउलान् केही गर्ला। होइन परिचय खोलिदिनु पहिले। परिचय मेरो नाम चाहिँ सुशीर हरिश भट्ट। हजुर घर दार्चुला बसाइ मेरो। ए पश्चिमको? हजुर। तपाईँको पश्चिमको हावा माटो पानीमा उत्पादन भएको जीवित प्राणी। हजुर। त्यसरी बुझ्नु पर्यो होइन हामीले? हजुर। ल भनिदिनुहोस् न तपाईँलाई कस्तो लागिरहेको छ आज यो के अरे चुनाव, देशको भविष्य यस्तो प्रकृतिको देशको एउटा माटोको टुक्राको भविष्य लेख्ने दौडमा कुदिरहेको छन्। आजको दिनमा सबै मतदानको लागि कुदिरहेको छन्। मैले जङ्गलमा फेला पारेँ, तिमीलाई के लागिरहेको छ? ठिक छ, हर्षित छ। म पनि राम्रै सोच आउलान्, युवाहरू केही गरेर देखाउलान् भन्ने आश्चर्यमै बसिरहेको छु। अब भोट हाल्न नगए पनि अब जो पनि आए नि सरकार पुरानो जस्तो नहोस्, राम्रै ल्याउन्, राम्रै गरून् सबैको लागि। अब युवाहरूले भौतारिएर हिँड्नु भएन, उनीहरूको लागि। अब आजको दिन तिमीले अनि त्यसो के अरे तिमीले यस्तो कुरा गर्ने, अनि त्यसपछि तिमीले आफै मतदान गर्न नजाने, अनि जङ्गलमा छिर्ने, अनि तिमीले यस्तो कुरा गर्ने? ल